ल यो चाहिँ हाम्रो क्वेसन नम्बर 5 भयो त। यसमा के भनेको छ भने प्राइस अफ अ प्लट अफ ल्यान्ड इज 15,97,200 पर आना रे। अब यो रेट चाहिँ हाम्रो 10% ले इन्क्रिज भइरहेछ अरे है त हरेक वर्ष। अनि वाट वाज द प्राइस इन द ल्यान्ड बिफोर 3 इयर्स। ल अब अहिले यति छ, 3 वर्ष पहिला चाहिँ कति छ भनेर सोध्यो है त। अब फाइन्ड इट 1 रोपनी इक्वल्स टु 16 आना। अब यो हामीलाई त्यहाँ चाहिँ यो चाहिँ झुक्काउन दियो, यो चाहिँदैन हामीलाई, आना साना केही फरक पर्दैन है त। वाट इज द प्राइस अफ द ल्यान्ड पर रोपनी। ए ओहो चाहिन्छ नि चाहिन्छ। ल ठिक छ, यहाँ चाहिँ हामीलाई चाहिँ पर रोपनी भनेको रहेछ है त, पर आना दिएको छ यहाँ पर रोपनी भनेको छ। अब एकछिन चाहिँ हामी बिर्सिदिउँ यसलाई, एकछिन बिर्सिदिउँ यसलाई, हामीले लास्टमा यसको हेरविचार गरौँला। अब सुरुमा चाहिँ के छ भने प्राइस अफ अ ल्यान्ड, करेन्ट प्राइस अफ ल्यान्ड है त, अहिलेको हो नि त, तर योभन्दा नि पहिला चाहिँ गिभन लेखिदिउँ। अनि त्यसपछि करेन्ट प्राइस अफ ल्यान्ड हैन, करेन्ट प्राइस चाहिँ पी गरिदिउँ है त। अनि आर यास 15,97,200 भयो त। इफ द रेट हालिदिउँ 10 दिइरहेछ 10%। अनि त्यसपछि हाम्रो टाइम दिएको छ कति 3 इयर्स है त, टी चाहिँ 3 इयर्स है त। अब हामीले निकाल्न पर्ने छ प्राइस बिफोर 3 इयर्स है त। अब प्राइस बिफोर 3 इयर्स, अब पीटी गरिदिउँ यसलाई चाहिँ 3 वर्ष पहिलाको क्वेसन मार्क है त। अब हामीलाई के थाहा छ भने चाहिँ प्राइस हैन पी, अब जस्तै के हुन्छ भने चाहिँ अब यता नि एकछिन पी लेख्यौँ है त, पी र पीटी चाहिँ केलाई लेख्ने भनेर तिमीहरू झुक्किन सक्छौ। अब म क्ल्यारिफाई गर्छु है त, यता नि पी लेख्दिउँ एकछिन यता नि पी लेख्दिउँ है त। अनि 1 प्लस आर डिभाइड बाई 100 अनि टाइम्स टी। अब के हुन्छ भने अब यो केसमा चाहिँ के छ भने यो पी टाइम्स अनि यो हुन्छ नि त, पी टाइम्स यो हुन्छ भनेपछि यताको चाहिँ धेरै नै आउँछ कि सधैँ, यताको चाहिँ यो भनेको चाहिँ धेरै आउने भ्याल्यु हो। अनि यो पी भनेको चाहिँ पहिला जे थियो नि त्यो हो कि। अनि अब यो रेटले गर्दा टाइमले गर्दा बढेर चाहिँ यता चाहिँ धेरै आउँछ है त यो ग्रोथको केसमा। भनेपछि यो चाहिँ हाम्रो पहिलाको हो। अब पहिलाको चाहिँ हाम्रो के छ भने प्राइस बिफोर 3 इयर्स, पहिलाकोलाई हामीले पिटी लेखेका छौँ, त्यही भएर यो चाहिँ हाम्रो पिटी हुन्छ। अनि यो चाहिँ पी हुन्छ किनकि यो चाहिँ अहिलेको, किनकि यो भनेको चाहिँ धेरै हुन्छ नि त। धेरै कसरी हुन्छ भने पहिलाको अनि टाइम्स अनि यो गरिन्छ नि त हामीले, यो रेट सेट यताउति इयर अनुसार कति वर्ष अनुसार हैन। त्यही भएर यो भनेको चाहिँ सधैँ धेरै हुन्छ किनकि यो टाइम्स यो हो। त्यही भएर यो चाहिँ हाम्रो थोरैवाला हुनु पर्यो, थोरै भनेको पहिलाको हुन्छ किनकि यो हाम्रो ग्रोथको केस हो है त। त्यही भएर पीटी भनेको चाहिँ बिफोर 3 इयर मानिदिउँ। पी चाहिँ हामीलाई दिएकै छ 15,97,200 है त। अनि पीटी निकाल्न पर्ने भयो। अनि 1 प्लस हाम्रो आर रेट कहाँ गयो 10% दिएर रहेछ, अनि 100 अनि 3 भयो त। अब यसलाई चाहिँ सिधै क्यालकुलेटरमा हान्दिउँ, यताउति नगरौँ किनकि यो चाहिँ हाम्रो पैसाको कुरा हो नि त। अनि त्यही भएर डेसिमलमा राखेर फेरि दोस्रो स्टेप गर्दाखेरि चाहिँ ठ्याक्कै पैसा नआउन सक्छ। त्यही भएर सबै क्यालकुलेटरमा एकैचोटि हान्दिउँ है त। अब यसको पावर चाहिँ हाम्रो 3 भयो हैन। अनि अब यसलाई चाहिँ डिभाइड गरिदिनु पर्यो। अब 15,97,200 डिभाइड बाई यता आएको गरिदियो भने चाहिँ हाम्रो ठ्याक्कै कति भयो भने 12 लाख हुँदो रहेछ है त। देयरफोर हैन सो गरिदिउँ, यसपछि नै हामीले गर्नै पर्ने छ किनकि आना रोपनेको यताउति छ। अब पीटी भनेको चाहिँ हाम्रो चाहिँ 12 लाख आयो त, 1 2 3 12 लाख आयो। अनि यता आर्यास लेख्दिउँ। अब हाम्रो चाहिँ पहिला चाहिँ पर आना चाहिँ हाम्रो 12 लाख रहेछ कि, निकाल्न पर्ने छ पर रोपनी हैन त। अब हियर अब त्यसले दिएकै छ हामीलाई, आनन्दै भयो, क्वेसनले दिएको छ 1 रोपनी इक्वल्स टु 16 आना भनेको छ है त। यसलाई चाहिँ 12 लाख अनि पर आना लेखौँ है त, पर आना। ल पर आना भनेको चाहिँ 1 आनाको चाहिँ हाम्रो चाहिँ 12 लाख रहेछ कि, हामीलाई रोपनी निकाल्न छ भनेपछि 1 आनाको 12 लाख रहेछ भने के हुन्छ भने हाम्रो 16वटा आनाको चाहिँ बल्ल 1 रोपनी हुन्छ कि। भनेपछि हामीले चाहिँ 1 आनाको 12 लाख रहेछ भने अब 16वटा आनाको चाहिँ निकाल्न पर्यो नि त 1 रोपनीको गर्नलाई त हैन। अनि देयरफोर अब के रे प्राइस अफ
ल्यान्ड हैन अनि पर रोपनी है त एक रोपनीको कति हुँदो रहेछ निकाल्न पर्यो पर रोपनी हैन अनि बिफोर 3 इयर्स अनि वाज लेख्दिम है त अनि कमा भनेको अब एक रोपनीको चाहिँ 16 वटा आना चाहिँदो रहेछ एक रोपनीलाई अब हाम्रो चाहिँ एउटा आनाको चाहिँ 12 लाख आयो नि त अब 16 वटा आनाको निकाल्न पर्यो एक रोपनीको निकाल्नको लागि चाहिँ त्यही भएर अब 16 टाइम्स 12 लाख गर्दिम अनि त्यसपछि प्राइस अफ ल्यान्ड पर रोपनी बिफोर 3 इयर्स वाज यो गरेर अनि आरएस गर्दिम अब भनेपछि हाम्रो चाहिँ 16 टाइम्स 12 भनेको चाहिँ ओहो अब यसलाई त 1 करोडै लाग्यो अब 192 भयो हैन 16 टाइम्स 12 192 भयो अनि त्यसपछि 5 वटा जिरो त छँदैछन् भनेपछि 1 करोड 92 लाख लाग्दो रहेछ है त अनि 1 2 1 2 3 भनेपछि यो चाहिँ पहिला चाहिँ एक रोपनीको चाहिँ 1 करोड 92 लाख रहेछ है त 3 वर्ष पहिला चाहिँ भनेर चाहिँ हाम्रो आयो है त ल केही क्वेशन भयो तिमीहरूले कमेन्ट गर्न सक्छौ है त।